हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ नि? हामी पनि सन्चै छौँ यतातिर। अब म चाहिँ बजार जाँदैछु ल। मेरो छोरी बहिनीहरू हुनुहुन्छ, यता केटाकेटी खेल्दैछ। बजार हिँडेको, आज बजारमा धेरै काम छ मेरो। त्यहाँ मेरो छोरी भदै चाहिँ साइकल बनाउँदै गरेको हो कायुङ। बजार जाँदैछु हे। आज सामानहरू पनि पठाइदिनु पर्ने छ गाउँतिर बहिनीहरूलाई, भदैनीहरूलाई किनेर बिहेको सामानहरू पक्का पारेर हामी चाहिँ हिँड्दैछौँ अब बजारतिर। मैले चाहिँ नानीलाई सबै काम गराएर जानु मानेन बजार, साइकल सिक्दैछ। अनि साइकल भर्खर भाइको सिक्दै गरेको छ, अनि भाइको साइकल चलाउँछु भनेको गर्छ। अनि अब बल्ल बल्ल सिक्दै गरेको छ, अनि उसलाई हिँड्नै मन छैन, त्यही भएर अब यहीँ छोडिदिएर हिँड्दै गरेको। अब चाहिँ रोड आयो, रोडमा चाहिँ म बोल्न सक्दिनँ, मान्छेहरू धेरै भएको ठाउँमा। बजार रोड आउनु पछि पछ्याउँदै मलाई बुनु र छोरी चाहिँ आउँदैछ है, मलाई पछ्याउँदै। उनीहरू भिडियोमा आउनु चाहन्न अरे, अनि मलाई अब क्यामेरा पक्रिनु पनि राम्रोसँग आउँदैन, तर पनि जे पाएँ त्यही गरी पक्रेर बनाउँदैछु मैले भिडियो। हामी चाहिँ टेलर पनि आउने काम थियो, अनि टेलर पनि आएको। यहाँनिर लुगा बनाउनु पर्ने छ। टेलरमा चाहिँ एउटा छोरीको टेलरमा लुगा बनाउनु चाहिँ आएको छु। कपडा चाहिँ यो हो, टेलरमा लिएको मैले। हामीले अब यो टी सर्ट पनि सानो पार्न लिएको, तर अब यो टी सर्ट चाहिँ यत्रै लगाउने हो। यो जगर्स चाहिँ छोटो बनाउने हो। जगर्स यो चाहिँ डोरी नलाउनु भनेको, प्रतीक्षाले चाहिँ लगाउने नि अरे जसरी भए पनि डोरी चाहिँ है गाईहरू। टेलरमा चाहिँ काम सकेर हिँड्यो हामी अब मासतिर तरकारी बजारपट्टि। तिमी घर जाने हो र? हामी चाहिँ तरकारी बजार, तरकारी पसल चाहिँ अहिले पुरै खुलेको छैन। अहिले अब बिहानी नै छ, त्यही भएर होला। अब अहिले चाहिँ थोरै नै छ। म पनि लानुपर्ने छ टमाटरहरू किनेर, प्याजहरू, सबै कुरा। तर एकदम कम छ अहिले, नि पुरै खुलेको छैन ल साथीहरू। अब भरे चाहिँ हुन्छ होला, अलि चाहिँ छ, पुरै खुलेको छैन। बजार चाहिँ क्यामेरा पक्रिनै आउँदैन कि, मेन कुरो भर्खर स्टार्ट गर्दै गरेको हो, त्यही भएर। हामी चाहिँ हिजो बहिनीहरू दुईजनाले, मेरो भदैनी र बहिनीले साडी किनेको थियो, अनि साडी किनेर तल फेरि अर्को टेलर ब्लाउज सिलाउने ठाउँमा लगेको थियो। अब ब्लाउज फेरि लिनलाई जाँदै गरेको। हामी चाहिँ ब्लाउज लिएर पनि आइसक्यो यहाँनिर डबल बनाएर। अनि मलाई चाहिँ त्यहाँनिर भिडियो बनाउनै सकिनँ कि, मलाई लाज लाग्यो। म सक्दिनँ भिडियो बनाउनु, धेरै मान्छेहरू भएको ठाउँमा लजाउँछु, लाज लाग्छ। अनि अब चाहिँ अरू छ, अरू पनि किन्ने सामानहरू थुप्रो। त्यो बजारमा मान्छे धेरै हुनुहुन्छ, अनि म सक्दिनँ बनाउनुलाई भिडियो। अब हामी चाहिँ बहिनीको छोरीको गुन्यु चोली छ, अनि टमाटर किन्नलाई आएको। टमाटर यहाँ किनेर पठाइदिनु पर्ने छ। टमाटर पनि आज त एकदम बजार कम भएर होला, टमाटर पनि हारा लुस्छ, एकदम कम। टक्कसँगले टमाटर छान्दै गरेको हो। लगाउनु ल, अलिक राम्रो छ। आज चाहिँ बजार कम रहेछ, शनिबार भएर हो कि के हो। सबैजना सफा हुँदै होला कि, नुहाइधुवाइ गरेर। फोहोर हुन्छ नि त, धुलो उठ्छ। अब एक हप्ताभरिको त बल्ल एक दिन छुट्टी हुने हो, शनिबार। त्यो प्याज कसरी हो? कसको यो प्याज चाहिँ कसरी हो? प्याज
सबै कुरा 60 मिलाएर दिनु नि, सबै कुरा लाने हो। त्यो प्याज पनि 60 भन्छ। साउनी जी चाहिँ एकदम एक बाक्टी हुनु हुँदो रहेछ के, केही घटाउन मान्नुहुन्न। यत्रो टमाटरहरू लानु आँटेको छु र पनि प्याज पनि 60 भन्नुहुन्छ। यो फिजाको पनि हो, यो हो कि होइन? मिलाएर दिनु, यो त्यो पनि 4-5 केजी लान्छु म ल। टमाटर 10 केजी। यस्तो त लाँदैन नि हामी टमाटर। तपाईँको टमाटरलाई यहाँ म भाइरल बनाइदिन्छु। टमाटर भाइरल बनाइदिन्छु म। अर्को पनि दिनु पोलिथिन। 10 केजी एकैचोटि जोख्ने छ काँटा जोख्ने? ए छ भने डबल गर्नु पर्थ्यो नि त अहिले नि पोलिथिन। अहिले भरे फेरि अब हत्तै हुन्छ त। नराम्रो चाहिँ नलाउनु दिनु। साथीहरू हेर्दै गर्नु है। प्याज पनि पठाइदिए है नाना भन्दै थियो बहिनीले चाहिँ, अनि म त्यही भएर प्याज छान्दैछु। अब प्याज छान्नु पर्यो। अब घरमा खाने भए पो सानो जन्नै सानै लानु। यो भनेको अब गुन्यौचोली कार्यक्रम गर्ने ठाउँमा, अब कार्यक्रम गर्ने ठाउँमा, त्यही भएर अलिक ठुल्ठुलै पठाइदिन्छु ल म चाहिँ छानेर। बहिनी तिमीलाई म चाहिँ नआए पनि तिमीलाई म त्यही भिडियोबाट मिस गर्दै सामान पठाइदिन्छु ल छानेर। टमाटर प्याज किन्दा छान्दा बल्ल चाहिँ भेटियो। अनि पैसा नलिआइएछ। अनि फेरि पैसा भाइलाले मागेर, अनि अब चाहिँ कसैलाई पैसा दिएर चाहिँ हामीले भारी यो कटको भारी बोकेर हिँड्दैछु म चाहिँ। धेरै बोक्न अप्ठ्यारो भएर हातले बोक्न नसकेर देखाउनु भारीलाई मात्रै देखाएँ क्यारे मैले। आफू चाहिँ नआइकन ठ्याक्कै भारीलाई मात्रै देखाएछु के मुखमा है त। मऱ्यो गलेर मऱ्यो यो ओ नो बुनु। म चाहिँ बजारमा नि देखाउनु पाइनँ कि सामानहरू किनेर दुईटा हातभरि बोकेर खाली नि भएन हात सामान देखाउनुलाई। अनि हतार भयो। गाडी गइजान्छ भनेर अत्तालिँदै हामी चाहिँ सामान किनेर चाहिँ आइहाल्यो। अब आएर अब भान्जा अगाडि हिँड्नु हुँदैछ। भान्जाको कपाल काट्नु सैलुन चाहिँ हामी हिँड्दै गरेको। अब सेलुनमा गएर भान्जालाई कपाल काटेर केस काटेर कपाल काटेर चट्ट कपाल काटेर आउँछौँ हामी चाहिँ। अब चाहिँ ट्र्याक्टरले के लाउँदैछ भारी टक्क पारेर सामान। साथी हो अब धेरै बोल्नु पनि आउँदैन। भर्खर सुरु छु म चाहिँ। भर्खर सुरु गर्दैछु भिडियो बनाउनुलाई चाहिँ। अब सकेसम्म राम्रै ल्याउनु खोज्छु। कस्तो हुन्छ हेरिदिनु होला। उता हो र बुनु? ए माथिबाट? अन्त फेरि यता घुम्दै जाँदैछु मै। साथीहरू म त यहाँबाट सिधै होला भनेको त घुम्न पर्ने रहेछ। घुम्दै हामी चाहिँ सट्टा पारेर अब म चाहिँ फेरि मोबाइलको क्यामेरा यसरी तेर्साएपछि सबैजनाले हेर्नुहुन्छ कि। अनि कस्तो लाज हुन्छ, बोल्नै सक्दिनँ हौ म। क्यामेरा यस्तो पारेपछि चाहिँ अरू बेला चाहिँ धेरै बोल्छु। क्यामेरा म अगाडि यसरी लिएपछि चाहिँ म बोल्नै सक्दिनँ। आएको शब्दहरू पनि बिर्सिने बानी छ मेरो। हेर्नु साथीहरू
कहिले भट्ट बोल्ने हुनुपर्ने म मान्छे भएपछि यसरी बोल्न सक्दिनँ मलाई लाज हुन्छ लाज सहेलीलाई आइपुग्ने बेला भयो हामी भान्जाको कपाल काट्नलाई क्यामेरा पनि कति अगाडि लिएर बोल्दो रहेछ मुखैमा आइपुग्छ त घरिघरि त बोल्नु छैन माथिको सहेली चाहिँ बन्द रहेछ अनि हामी चाहिँ यहाँ तल्लोमा झरेको छौँ है साथीहरू यहाँनिर आएको छौँ हामी उहाँ चाहिँ मेरो भान्जा हो केस काट्न आउनु भएको छ तर रिसाउनु हुँदैछ अलिअलि टाउको तिलाएर हँसाउ त म चाहिँ बजार गएर नि देखाउने भएन क्या तपाईँहरूलाई उता सैलुन गएको थिएँ भान्जासँग भान्जाको केस काट्ने भन्दै अनि तर देखाउनु भ्याइनँ सकिनँ हतार भएर छिटो गाडीले छुट्छ भनेर अनि अब चाहिँ अनि रुम आएँ अनि रुम आएर पनि त्यही हो हतार गरेर यसो गफसफ गरी एकछिन बसियो अनि फेरि यसो हल्का घुमिनु न त भनेर यतातिर आइदिएको आजलाई चाहिँ मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु हस्त बाई बाई।